हेलो साथीहरू, हाम्रो चाहिँ आज भुचुरबाट दामाबाट 4 बजेको बसको यात्रा साथै हामी ट्याम्के आइरहेका छौँ गाइज। म हेर्छु देखिरहेको छु क्या हो अनि हाम्रा साथीहरू चाहिँ आज एकदमै हिँड्नु पर्यो। हाम्रो 7 जनाको टोली छ साथीहरू। अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै बिग पुरानो एकदमै धेरै वर्ष अगाडिको रुखहरू छ। अनि हाम्रो ह्यान्डसम म्यानहरू एकदमै पुरानो रुख क्या यो हाइट यस्तो हो क्या तर झर्दैन झर्दैन। हेर्नुहोस् त यस्तो हाम्रो नेपालमा पनि ठाउँ चाहिँ राम्रो छ कि तर यातायातको सुविधै छैन क्या। यस्तो ठाउँमा चाहिँ ठ्याक्क यातायात अनि बाटो राम्रो हुने भने चाहिँ एकदमै राम्रो हुने हुन्थ्यो तर गाडी नै पाइँदैनन्, त्यही चाहिँ हो समस्या। अनि यहाँ बाटो चाहिँ अलिकति यो चाहिँ ट्राफिकलाई एकदम राम्रो छ। अनि त्यहाँ के लेखेको छ अब त्यहाँ पढ्नुपर्छ। हो उहाँहरूले एकदमै राम्रो कुरा लेख्नु भएको छ। यसरी हिँड्दाखेरि चाहिँ आफ्नो ठाउँ चाहिँ फोहोर चाहिँ बनाउनु हुँदैन हामीले। उयो छ पढ्नु होला तपाईँहरूले। कृपया आज तपाईँ फोहोर नफाल्नु होला प्लिज। अनि यो चाहिँ युट्युबमा आउँछ क्या अरे नाम छैन अहिले छैन। अब हामी युट्युब खोलेर हाल्छौँ। अनि यहाँ चाहिँ मान्छे पनि एकदमै आइरहेको रहेछन् हेर्नलाई। स्वागत छ तपाईँहरूलाई। त्यो माथि राम्रो केटीहरू पनि छ। ल यहाँ हेर्नुहोस् हामी आइसकेका छौँ। यहाँ माथि ठुलो हो क्या मलाई यो सुन्नु र हाम्रो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। रुक्न साले कुचीकाटका दोस्तहरू आउनुभएका छ यहाँ। सातजनाको टोलीमा हामी लागिने तलदेखिको माथिसम्म ट्याम्के डाँडाको भ्रमण बिहान 4 बजेदेखिको। हाम्रो चाहिँ आज 6 बजे चाहिँ ट्याम्के आएर त्यो घाम निक्लेको हेर्ने इच्छा थियो तर आउँदा यस्तो हुन्छ हाम्रो नेपालको यातायातको सुविधाले गर्दा गाडी नै पाइँदैन, हिँडेको हिँडै गर्नुपर्छ। अनि बल्ल बल्ल एउटा अटोलाई फोन गरेर आयौँ, बिजोग छ नि। नभए आज हामी यतिखेर चाहिँ कति ठाउँ घुम्ने प्लान थियो, प्लान हाम्रो सक्सेस भएन होइन। समात न लाइक सब्सक्राइब चाहिँ अहिले नहुनु। ट्याप ट्याप पनि होइन यो त यार। फाइनली ट्याम्के डाँडाको हामी फाइनलमा आइसकेका छौँ। यो टावर हेलो अब हाम्रो केटाहरू अझै पर छन्। यहाँ हिमाल 2 जना टोली चाहिँ त छन्। हिमालको दृश्य बहुत सुन्दर छ। हाम्रो नेपालको राष्ट्रिय झन्डा पनि हामीसँग साथमा छ। दृश्य पनि बहुत सुन्दर एकदम राम्रो छ। ट्याम्के डाँडाको हाम्रो यो टावर र हामी अब जाँदैछौँ मन्दिर ट्याम्के डाँडाको। यो शौचालय होला सायद, यो के हो कि कुन शौचालय तल झर्ने ठाउँ पनि रहेछ तर बन्द रहेछ एउटा। यहाँ पर सानो चुच्चुरो देख्नु हुँदैन मन्दिर हिमाल ट्याम्के। र यहाँ चाहिँ रहेको छ मन्दिर जो ट्याम्के डाँडाको मन्दिर रहेको छ। पुरानो मन्दिर
रहर थियो आउने रहर पनि पुरा भयो मेरो। मित्रता झै साँचो देखिन्छ हरेक पाइलामा कथा हरेक घाटी सुगन्ध नेपाली आकाशको रङ मनमै बस्ने सम्बन्ध बाटो घाटो हौ शहर मान्छेको माया फरकै बोलीमा रस धुनमा बस भावनाको तरङ्गै सगरमाथाबाट तराईसम्म एकता झै फैलिएको यो देशको सुन्दरता आत्मासँग खेलेको नेपालका बाबाहरूमा बिहानको झर्छ प्यारको हल्का मुस्कानले मुटु भित्रै पर्छ पहाडको टुप्पोबाट सूर्योदय झै चम्किन्छ मनले खोजेको सुन्दरता यात्रामा भेटिन्छ तिमी दृश्यहरूको सपना मनले बोल्छ तिम्रो धड्कनै अपनाइदियो जहाँ पाइलाले यात्रा गर्छ आत्मा रमाइदियो यो देशको मायाले जीवन नै रङ्गाइदियो हरेक यात्रा नयाँ कथा नयाँ यादको धुन हरेक दृश्यमा नेपाल बोल्छ प्रेमको सुन्ना आकाशको निलो रेखाले काखमा समाइदिन्छ यो भूमिको सुगन्ध आत्मामा बसाइदिन्छ नेपालको धड्कनमा हिँड्दा मुटु हुन्छ भरभर जहाँ हेर्यो बेहतमिता जहाँ पुगे त्यही घर नेपाल मेरो यात्रा प्रेमको अटु असर बाटो चुपचाप थियो हावा मात्र बोल्दै थियो नेपालको पहाड भित्र कतै मुटुको धड्कन घोल्दै थियो दूरसम्म फैलिएको दृश्य मनमै चित्र बनेर पाइलाले बोक्यो यात्रा आँसुको धुन समाएर नेपाल तिमी सुगन्ध हौ भित्री आत्माको शब्द हौ जहाँ हेर यही प्यार चाहन्छु त्यही घर हौ सुन्दरता तिम्रो आँखामा मुटुको एउटो ढुक्क तिमी बिना यो जीवन आधैमा अड्किएको पुस्तक